यस्तो खालको वा यस्तो खालको छालामा खस्रो खस्रो दाग आउने, चिलाउने, टाउकोको छालामा पनि सेतो फुस्रे चाहिँ हुने भइरहेको छ। तपाईँ चाहिँ एलर्जी होला भनेर औषधि खाइराख्नु भएको छ तर फरक नै परेको छैन। यदि यस्तो छ भने यो सोरायसिस हुन सक्छ। यो तपाईको इम्युन सिस्टम आफैसँग लडिरहेको एउटा संकेत पनि हो। सोरायसिस भन्ने बित्तिकै धेरै लाग्छ एलर्जी होला, खान नमिल्या होला, तर होइन। यो रोग चाहिँ छालाको मात्र नभएर रगत, मन, शरीरसँग चाहिँ गहिरो सम्बन्ध राखेको हुन्छ। आयुर्वेदले यसलाई कुष्ठरोग भित्र राखेर वर्णन गरेको छ। यो चाहिँ वातपित्त कफ तीनटै दोषको असन्तुलन हुने र त्यो सँगसँगै रगतको अशुद्धिको पनि एउटा नतिजा हो, जसमा छाला चर्किन्छ, खस्रो हुन्छ, फाट्छ, पोल्छ अनि फुस्रिएर टुक्रिँदै निस्किन्छ। स्ट्रेस, फास्ट फुड, बढी नुनिलो खानेकुरा, थकाइ, निद्रा नपुग्नु यी सबै सोरायसिसका ट्रिगर फ्याक्टर्सहरू हुन सक्छ। यसमा आयुर्वेदले यसलाई चाहिँ जरैदेखि आइडेन्टिफाई गरेर चाहिँ हटाउने काम गर्छ। सोरायसिसको सही उपचार चाहनुहुन्छ भने आन्तरिक शुद्धि र आहार विहारको सुधार पनि गर्न जरुरी रहन्छ। त्यो सँगसँगै शरीर र मनको सन्तुलन पनि अनिवार्य नै रहन्छ। शारीरिक रूपमा प्रयोग गर्दाखेरि हामीले चाहिँ विरेचन कर्म, बस्ती कर्म, त्यो सँगसँगै रक्तशोधक औषधिहरूको प्रयोग, त्यस्तै नियमित चाहिँ तेलले मसाज गर्ने, औषधीय तेलले मसाज गर्ने डाक्टरको प्रेस्क्रिप्सनको साथमा। अनि त्यसपछि भनेको प्रेस्क्रिप्सनमै हामीले चाहिँ तनाव घटाउनका लागि दैनिक कुन योग गर्ने, कुन ध्यान गर्ने भनेर प्रेस्क्रिप्सन पनि बनाइदिन्छौँ। सोरायसिस छ र फेरि एलर्जीको झुट्ठो भ्रममा बाँचिराख्नु भएको छ भने अब जरैबाट समाधान खोज्न आयुर्वेदको सहारा लिनुहोस्, डीएम गर्नुहोस्। आजै सोरायसिसको रुट कज पत्ता लगाउने, ज्वरोको कारण पत्ता लगाउने, एलर्जी ठानेर झुकिराख्नु भएको छ भने, सोरायसिस छ भने अब टालटुल होइन, समाधान खोज्नुहोस् र त्यो समाधान हो आयुर्वेदिक उपचार।